वाव, दिल जित्यो साथीहरु। नेपाली टोलीले चारवटा रेकर्ड बनाएको छ नेपाली टोलीले साथीहरु, जुन चाहिँ इन्डिया, अस्ट्रेलिया, पाकिस्तान जस्तो टिमहरुले गर्न सकेनन् त्यो चाहिँ नेपाली टोलीले गरेर देखाएको छ साथीहरु। गर्व लागिरहेको छ यो कुराहरु भन्दाखेरि साथीहरु। वाव, दिल जित्यो यसपालि नेपाली टोलीले साथीहरु। हङकङ 6 जुन म्याच भइरहेको छ त्यसमा चाहिँ सबै कुराहरु अब सकिसकेको छ। नेपाली टोलीले 5वटा म्याचमा 4वटा हारेर एउटा इन्डियालाई धोबी हाने पनि 4वटा रेकर्ड बनाइसकेको छ साथीहरु। र इन्डिया, अस्ट्रेलिया जस्तो टिमहरु भन्दा, पाकिस्तान जस्तो टिमहरु भन्दा, युएई जस्तो टिमहरु भन्दा माथि आएर यो रेकर्ड कायम गरेको छ साथीहरु, जुन चाहिँ हामी सबै नेपाली क्रिकेट प्रेमीहरुको लागि गर्वको कुरा हो साथीहरु। पहिलो रेकर्ड के रहेको छ भने पहिलो रेकर्ड चाहिँ राशिद खानले बनाउनु भएको छ, बेस्ट बलर अफ द टुर्नामेन्ट भएर साथीहरु। उहाँ चाहिँ बेस्ट बलर अफ द टुर्नामेन्ट भएर टोटल 9 विकेट लिनु भएको छ साथीहरु। त्यसैगरी दोस्रो रेकर्ड के रहेको छ भने हाम्रो सन्दीप जोहराले, किङ प्लेयर सन्दीप जोहराले, उहाँ त बवाल खेल्नु भयो टुर्नामेन्टमा, हजुरहरुले थाहा छ। उहाँले चाहिँ मोस्ट सिक्सेस अफ द टुर्नामेन्टको अवार्ड जित्नु भएको छ, रेकर्ड बनाउनु भएको छ। उहाँले टोटल 23वटा 6 हान्नु भएको थियो साथीहरु। त्यसैगरी अर्को तेस्रो रेकर्ड पनि उहाँको नाममा रहेको छ साथीहरु, बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान साथीहरु, जहाँ चाहिँ तपाईहरु हेर्नुहुन्छ चाहिँ इन्डियाको डीके दिनेश कार्तिक पनि हुनुहुन्छ, जुन चाहिँ भर्खरै आईपीएलबाट छोड्नु, आईपीएलबाट रिटायरमेन्ट लिनु भएको छ साथीहरु। उहाँ भन्दा पनि बवाल खेलेर उहाँले यो रेकर्ड बनाउनु भएको छ, बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट, जसमा चाहिँ उहाँले चाहिँ 176 रन बनाएर चाहिँ उहाँले हाईएस्ट रन पनि बनाउनु भएको थियो साथीहरु, सन्दीप जोहरा। त्यसपछि लास्ट चौथो रेकर्ड चाहिँ हाम्रो आदिल आलमले बनाउनु भएको छ साथीहरु। वाव, उहाँले चाहिँ ब्याटिङ र बलिङबाट कमाल नदेखाए पनि आफ्नो फिल्डिङबाट कमाल देखाएर साथीहरु उहाँले चाहिँ मोस्ट क्याचेस अफ द टुर्नामेन्टको रेकर्ड बनाउनु भएको छ। र उहाँले 7वटा क्याच गरेर चाहिँ यो उपाधि प्राप्त गर्नुभएको छ साथीहरु। र यो मैले मात्र भनेको हैन, गुगलले मात्र भनेको हैन, हङकङ 6 जसले चाहिँ टुर्नामेन्ट गराउँछ उसले नै आफ्नो पेजमा सबै कुराहरु राखेको छ साथीहरु। सोच्नुस् कति गर्वको कुरा राखेको छ। सो यसरी चाहिँ नेपाली टोलीले 4वटा रेकर्ड बनाएको छ। पहिलो बेस्ट बलरको, दोस्रो मोस्ट सिक्सेसको, तेस्रो प्लेयर अफ द टुर्नामेन्टको, मोस्ट रन्सको, र चौथो चाहिँ मोस्ट क्याचेस को, फिल्डिङमा पनि भनेपछि बलिङ, ब्याटिङ, फिल्डिङ र सिक्सेसमा पनि यसरी चाहिँ नेपाली टोलीले आफ्नो रेकर्ड कायम गरेको छ। एकदम खुसी लाग्छ साथीहरु। सो यसरी चाहिँ नेपाली टोलीले दिल जितेर चाहिँ रेकर्ड कायम गरेको छ साथीहरु। यो कुरा सुनेर एकदम खुसी लाग्छ। हजुरहरुले कतिको खुसी लाग्छ आफ्नो प्रतिक्रिया हजुरहरुले कमेन्ट बक्समा कमेन्ट गर्न र यो भिडियो चाहिँ आफ्नो साथीहरुमा पनि शेयर गरिदिनु होला साथीहरु। सो लगभग आजको लागि यस भिडियोमा यति नै। भेटौँ अब नेक्स्ट भिडियोमा नेक्स्ट अपडेट लिएर। सो आजको भिडियो यही अन्त गर्न चाहे। हस्त, धन्यवाद। हजुरको दिन शुभ रहोस्।